नमस्कार सबैजनालाई। आजको यस विशेष सेसनमा यहाँहरूलाई स्वागत छ। म एउटा कम्प्युटर विज्ञान शिक्षक हुँ र आज हामी एकदमै रमाइलो र महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। त्यो हो हाम्रा बच्चाहरूलाई सामान्य डिजिटल गेम खेल्ने अवस्थाबाट वास्तविक पाइथन कोड लेख्ने अवस्थासम्म कसरी पुर्याउने। सुन्दा अलि गाह्रो लाग्न सक्छ, तर यो यात्रा निकै रोमाञ्चक छ। धेरै अभिभावकहरूले मलाई सोध्नुहुन्छ कि बच्चाहरूले साँच्चै आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई सिक्न सक्छन् र? यो त एकदमै गाह्रो कुरा होला नि। पक्कै पनि एआई भन्ने बित्तिकै अलि डरलाग्दो वा जटिल लाग्न सक्छ। तर विश्वास गर्नुहोस्, आत्तिनुपर्ने कुनै कारण छैन। सही तरिका अपनाउने हो भने यो कुनै रकेट साइन्स होइन। बच्चाहरूले यसलाई खेल्दै, रमाइलो गर्दै सजिलै बुझ्न सक्छन्। हाम्रो मुख्य उद्देश्य के हो भने नि बच्चाहरूलाई केवल निष्क्रिय उपभोक्ता मात्र बन्न नदिने, जस्तै युट्युबले जे सिफारिस गर्छ त्यही मात्र हेरेर बस्ने होइन के। हामी चाहन्छौँ उनीहरू विचारशील सृजनाकर्ता बनुन्, जसले आफ्नै अनुकूल इमेज क्लासिफायर वा एप्लिकेसन बनाउन सकुन्। उनीहरूलाई प्रविधिको पछाडि के भइरहेको छ भनेर बुझ्न र नयाँ कुरा सृजना गर्न सक्षम बनाउनु नै हाम्रो लक्ष्य हो। अब यो कसरी गर्ने त? यसको एउटा स्पष्ट मार्गचित्र छ जुन उमेर अनुसार अघि बढ्छ। 6 देखि 8 वर्षका बच्चाहरूलाई हामी खेलबाट सिकाउँछौँ। 8 देखि 10 वर्ष पुगेपछि ब्लकहरूको प्रयोग हुन्छ, अनि 10 देखि 12 वर्ष वा त्योभन्दा माथि पुगेपछि मात्र हामी पाइथन जस्तो वास्तविक कोडिङतर्फ लैजान्छौँ। यसरी उनीहरूको उमेर र बुझाइ सँगसँगै प्रविधिको ज्ञान पनि फराकिलो हुँदै जान्छ। आजको यस व्याख्यानमा हामी यही मार्गचित्रका मुख्य चरणहरू हेर्नेछौँ। कसरी खेलबाट जग बसाल्ने, ब्लकहरूबाट कसरी सृजना गर्न थाल्ने अनि च्याट बडी जस्ता रमाइला प्रोजेक्टहरू कसरी बनाउने भनेर छलफल गर्नेछौँ। त्यसपछि हामी पाइथनतर्फको यात्रा र अन्त्यमा हाम्रा बच्चाहरूलाई भविष्यका सृजनाकर्ता कसरी बनाउने भन्ने कुरामा केन्द्रित हुनेछौँ। ल आउनुहोस्, सुरुवाती चरणबाटै कुरा गरौँ। 6 देखि 8 वर्षका बच्चाहरूका लागि कम्प्युटर विज्ञानको जग कसरी बसाल्ने त? अचम्म लाग्न सक्छ, तर यसको सबैभन्दा राम्रो सुरुवात स्क्रिनबाट टाढा राखेर हुन्छ। हो, बिना कुनै स्क्रिन लजिकल सोचको विकास गर्ने। कम्प्युटर वा ट्याब्लेट खोल्नुभन्दा पहिल्यै हामी घरमै अनप्लग्ड एआई गेमहरू खेल्न सक्छौँ, जस्तै स्पट दि एआई, जहाँ बच्चाहरूले एलेक्सा र सामान्य क्याल्कुलेटर बीचको फरक छुट्याउँछन्। बैठक कोठामै बाटो खोज्ने रोबोट अन द ग्रिड र कारण प्रभाव बुझाउने इफ देन कार्ड गेम। यी साना साना खेलहरूले उनीहरूको दिमागमा कोडिङको जग यति बलियो बनाउँछन् कि तपाईहरू छक्क पर्नुहुनेछ। यसमध्ये एउटा एकदमै रमाइलो गतिविधि छ, रोबोट स्यान्डविच। यसमा बच्चाले स्यान्डविच बनाउने प्रत्येक स्टेप पालैपालो लेख्छन् र तपाईँ अभिभावक चाहिँ एउटा कम्प्युटर जस्तै बनेर ती निर्देशनहरू हुबहु पालना गर्नुहुन्छ। यदि बच्चाले बट्टाको बिर्को खोल्ने कुरा लेख्न बिर्स्यो भने काम त्यही रोकिन्छ। त्यसपछि उनीहरूले आफ्नो गल्ती सच्याउँछन्। प्रोग्रामिङको भाषामा यसैलाई डिबग भनिन्छ। यसले उनीहरूलाई कुनै पनि कामको सही क्रम अर्थात् लजिकल सिक्वेन्सिङको महत्त्व सिकाउँछ। अब अलि अगाडि बढौँ। 8 देखि 10 वर्षको उमेर समूहमा पुगेपछि हामी बच्चाहरूलाई ब्लक आधारित सृजनामा लैजान्छौँ। यो भनेको कोडका लाइनहरू लेख्ने होइन, बरु ब्लकहरूलाई तानेर राख्ने अर्थात् ड्र्याग एन्ड ड्रप गर्ने चरण हो। यसरी उनीहरूले कोड कसरी काम गर्छ भनेर आफ्नै आँखाले देख्न र परीक्षण गर्न पाउँछन्। यस चरणमा बच्चाहरूले दुईटा गजबका कुरा सिक्छन्। एउटा स्क्रैच जस्ता प्लेटफर्म्समा ब्लकहरू जोडेर लजिक बनाउने। अर्को चाहिँ अझै रोमाञ्चक छ, नो कोड मसिन लर्निङ। गुगल टिचेबल मसिन जस्ता टुलहरू प्रयोग गरेर बच्चाहरूले कुनै कोड नलेखिकनै तस्विर र आवाजको सहायताले एआई मोडललाई तालिम दिन्छन्। मेसिनले आफ्नो इशारा बुझेको देख्दा उनीहरूको अनुहारमा आउने चमक र उत्साह साँच्चै हेर्न लायक हुन्छ। यहाँनिर हामीले उनीहरूलाई एउटा महत्त्वपूर्ण कुरा बुझाउनुपर्छ, प्याटर्न पहिचान अर्थात् प्याटर्न रेकोग्निसन। परम्परागत प्रोग्रामिङमा नियमहरू दिइन्छ, तर मेसिन लर्निङमा एआईले हजारौं उदाहरणहरू हेरेर आफै सिक्छ, जस्तै कुकुर र बिरालोको फोटो छुट्याउने काम। यो त ठाक्कै बच्चाले साइकल चलाउन सिके जस्तै हो नि, होइन र? नियम पढेर भन्दा पनि अभ्यास गरेर र सन्तुलनको प्याटर्न बुझेर सिक्ने। अब यो लजिक र कुराकानीलाई जोड्न हामी एउटा प्रोजेक्ट गर्छौँ, द च्याट बडी। यो एउटा यस्तो कोसे ढुङ्गा हो जहाँ बच्चाहरूले आफूले सिकेको भिजुअल ब्लक कोडिङलाई नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङसँग जोड्न सिक्छन्। मानौ हामी एस्ट्रोबोट नामको च्याटबोट बनाउँदैछौँ। यसका 4वटा स्पष्ट चरणहरू हुन्छन्। पहिलो, बोटको स्वभाव वा व्यक्तित्व कस्तो हुने भनेर योजना बनाउने। दोस्रो, के कुरा हुन सक्छ भनेर कुराकानीको खाका कोर्ने। तेस्रो,
इफ देन ब्लकहरू मिलाउने र चौथो परीक्षण गरेर सुधार गर्ने। यसले के सिकाउँछ भने कम्प्युटरमा फटाफट कोड लेख्न सुरु गर्नुभन्दा अगाडि राम्रो योजना बनाउनु कति धेरै महत्त्वपूर्ण रहेछ। च्याटबटले हाम्रो कुरा कसरी बुझ्छ त? हेर्नुस् है, यदि हामीले मङ्गल ग्रहको बारेमा बताऊ भन्यौँ भने यसले मङ्गल ग्रहकै जवाफ दिन्छ। तर यदि के तिमीलाई पिज्जा मनपर्छ भनेर सोध्यौँ भने यसले अलमलमा परेर भन्छ म अझै सिक्दैछु। अन्तरिक्षको बारेमा पो सोध्नुहुन्छ कि? यसरी बच्चाहरूले प्रोग्राममा आउन सक्ने गल्ती वा अप्रत्याशित कुराहरूलाई एकदमै शालीनतापूर्वक कसरी सम्हाल्ने भनेर सिक्छन्। अब आउँछ सबभन्दा ठूलो छलाङ, पाइथनतर्फको यात्रा। जब बच्चाहरू 10 देखि 12 वर्ष वा त्योभन्दा माथिको उमेरमा पुग्छन् तब उनीहरू वास्तविक सफ्टवेयर इन्जिनियरहरूले प्रयोग गर्ने टुलहरूतर्फ अघि बढ्छन्। यहाँनिर अलिकति परिवर्तन भन्छ। हिजोसम्म रङ्गीन ब्लकहरू जोडेर रमाइलो गरिरहेका बच्चाहरू अब डिक्सनरी, लुप्स र वास्तविक डेटासेटहरू प्रयोग गरेर लिखित पाइथन कोड लेख्न थाल्छन्। तर यहाँ याद राख्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने कोड लेख्ने शैली वा सिन्ट्याक्स मात्र फेरिएको हो। त्यसभित्रको आधारभूत लजिक र सोच्ने तरिका भने हिजो ब्लकमा जे सिकेको थियो ठ्याक्कै त्यही नै हो। एकपटक पाइथनको अलिकति ज्ञान भइसकेपछि उनीहरूले कस्ता प्रोजेक्टहरू गर्छन् सुन्नुभयो भने तपाईहरू छक्क पर्नुहुनेछ। टेक्स्टमा आधारित च्याटबोट बनाउने, वास्तविक डेटासेट प्रयोग गरेर इमेज क्लासिफायरलाई तालिम दिने, चलचित्रको रिभ्यू राम्रो छ कि नराम्रो भनेर जाँच्ने सेन्टिमेन्ट एनालाइसिस टुल बनाउने र इमेलमा आउने स्प्याम पत्ता लगाउने। यस्ता वास्तविक संसारका समस्या समाधान गर्ने प्रोजेक्टहरूले ठूला बच्चाहरूलाई कोडिङमा सधैँ उत्सुक र उत्प्रेरित राखिरहन्छन्। हामी अन्तिम खण्डमा आइसकेका छौँ। हाम्रा बच्चाहरूलाई भविष्यका सृजनाकर्ता र असल डिजिटल नागरिक कसरी बनाउने, खासमा यो सम्पूर्ण शैक्षिक मार्गचित्रको अन्तिम र सबैभन्दा ठूलो लक्ष्य नै यही हो। एमआइटीकी विशेषज्ञ र्यान्डी विलियम्सको एउटा एकदमै सटिक भनाइ छ। उहाँ भन्नुहुन्छ, यो केवल कोडिङ सिकाउने कुरा मात्र होइन, यो त बच्चाहरूलाई कम्प्युटरले आफै सोच्दैन, बरु हामीले दिएको प्याटर्नलाई मात्र पछ्याउँछ भन्ने कुरा बुझाउनु हो। यही बुझाइले उनीहरूलाई साँच्चैकै शक्तिशाली बनाउँछ। साँच्चै भन्नुपर्दा कोडका लामा लामा लाइनहरू घोक्नुभन्दा एआईले कसरी काम गर्छ भन्ने कुराको चुरो कुरो बुझ्नु 100 गुणा बढी महत्त्वपूर्ण छ। एउटा जिम्मेवार डिजिटल नागरिकमा हुनुपर्ने गुणहरू के हुन् त? उनीहरूले एआईले दिएको नतिजालाई आँखा चिम्लेर विश्वास गर्नु हुँदैन। त्यसमा प्रश्न गर्न सक्नुपर्छ। डेटामा हुन सक्ने पूर्वाग्रह र निष्पक्षताका समस्याहरू चिन्न सक्नुपर्छ। एआईका आफ्नै सीमितताहरू छन् भनेर बुझ्दै यो प्रविधिलाई समाजका वास्तविक समस्याहरू समाधान गर्न प्रयोग गर्नुपर्छ। के एआईले भनेको कुरा साँच्चै सत्य हो त भन्ने प्रश्न सधैँ उनीहरूको मनमा हुनुपर्छ। अब अन्त्यमा म तपाईहरू सबैलाई एउटा गहिरो प्रश्न छोडेर जान चाहन्छु। के हाम्रो आउने पुस्ताले भविष्यलाई केवल उपभोग गरेर मात्र बस्नेछन् वा उनीहरूसँग यो भविष्यलाई आफै निर्माण गर्ने सिप र उपकरणहरू पनि हुनेछन्? आज हामीले दिएको सही मार्गदर्शनले नै उनीहरूलाई भविष्यका निर्माता बनाउनेछ। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।